हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले चाहिँ सानो भिडियो बनाउन सुरु गरेँ। भिडियो चाहिँ के बारेमा छ भने योभन्दा अगाडिको ब्लगमा चाहिँ मैले भिडियोमा चाहिँ लाउरे गाउँको चाहिँ भिडियो गराएको थिएँ, हाम्रो घरको चाहिँ। अनि फोटोले चाहिँ लाउरेको नाम चाहिँ फटु हो, मैले चाहिँ फटु राखिदिएको छु। फटुले चाहिँ दिवालीको लागि मलाई के पठाइदिनु भएको छ त। गएको चाहिँ 1-2 हप्ता भएको छैन। अनि दिवालीको लागि यो ब्यागमा के छ त त्यस्तो विशेष। अनि यत्रो सामान पनि आएको छ है। यहाँ चाहिँ लेखेको छ कि यता चाहिँ लेखेको रहेछ उर्मिला भनेर। अनि म चाहिँ त्यो सामान चाहिँ खोल्दैछु। मेरो लागि स्पेसल सामानहरू के रहेछ त हेरौँ। वाह वाह मेरो लागि चाहिँ कपडाहरू पठाइदिनु भएको छ। फर्स्टमा चाहिँ यो कपडा पठाइदिनु भएको रहेछ। यो कपडा चाहिँ कस्तो छ मेरो लागि ओए होए यो चाहिँ व्हाइटमा पठाइदिनु भएको रहेछ। व्हाइटमा मलाई चाहिँ राम्रो लाग्यो। यसको चाहिँ यस्तो रहेछ। अनि त्यसको सल दुपट्टा चाहिँ यस्तो नर्मल फुल भएको। अनि त्यसको प्लाजोहरू चाहिँ यस्तोको रहेछ। थ्याङ्क यू सो मच। यो चाहिँ राम्रो लाग्यो मलाई। त्यसपछि चाहिँ यो चाहिँ भिडियोमा चाहिँ व्हाइट देखेको छ। व्हाइटै नै छ, तर येलो कलरको छ है। येलो कलरको रहेछ। यसको दुपट्टा पनि त्यस्तै फुल गरेको छ। अहिले चाहिँ यो चलेको जस्तो लाग्छ मलाई। अरूले लगाएको पनि छ यो दुपट्टा चाहिँ। यसको कुर्ता पनि दामी रहेछ है। कुर्ता चाहिँ यो कलरको रहेछ। थ्याङ्क यू सो मच हजुरलाई। ओए होए यसको डिजाइन चाहिँ यस्तो रहेछ। राम्रो भन्दा नि ठिकै लाग्यो मलाई चाहिँ। थ्याङ्क यू। अनि दोर्सो भयो। तेर्सो चाहिँ यो चाहिँ कलरमा पठाइदिनु भएको रहेछ। यो चाहिँ मलाई ठिकै लाग्यो, राम्रो लाग्यो। कलर चाहिँ राम्रो लाग्यो। यसको डिजाइन चाहिँ कस्तो रहेछ हेरौँ। ओए होए यो त राम्रो, एकदम क्लियर। थ्याङ्क यू सो मच। अन्त यसको सुरुवाल चाहिँ यस्तै रहेछ। एउटै कलरको रहेछ यिनीहरू। अनि लास्टमा चाहिँ साथीहरू यसमा चाहिँ स्पेसल के छ त हेरौँ। यसमा चाहिँ स्पेसल पर्फ्युम पठाइदिनु भएको होला। तिम्रो लागि वाउ। एकदम यो। अनि यसको यो पर्फ्युमको चाहिँ मलाई यसको धक्कन चाहिँ मन पर्यो अरू भन्दा पनि। थ्याङ्क यू सो मच। एकदम राम्रो स्मेल रहेछ। थ्याङ्क यू। अनि मलाई चाहिँ यस्तो पर्फ्युमहरू चाहिँ धेरै मनपर्ने गर्छ, मनपर्छ पनि। अनि सबभन्दा लास्ट गिफ्ट के छ त है यो झोलामा। पर्फ्युमै होला सायद। भेरी झोलामा ओए होए यो पनि दामी। थ्याङ्क यू सो मच। थ्याङ्क यू। ल साथीहरू, मेरो चाहिँ गिफ्ट भन्दा दिवालीको लागि गिफ्ट आएको सामानहरू पनि खोलेर भ्याइयो।
फटुलाई चाहिँ के भन्छु भने थ्याङ्क यू सो मच। सधैँ यसरी नै माया गर्नुहोला। ओके बाई बाई। अनि यो भिडियो चाहिँ यो सानो चाहिँ मैले उसको लागि मेमोरिजको लागि मात्रै बनाएको थिएँ। थ्याङ्क यू सो मच यो पठाइदिने मान्छेलाई पनि। अनि यो भिडियो चाहिँ मैले यहीँ इन गर्छु। सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई बाई। फेरि अर्को भ्लगमा भेटौँला। बाई बाई साथीहरू।